नमस्कार मेरो प्रिय महोदय, नमो नारायण। आज म चाहिँ तपाईलाई कुन बारको व्रतले कस्तो फल प्राप्त हुन्छ त तपाईले पठाउनु भएको कमेन्टका आधारमा यो भिडियो सामग्री प्रस्तुत गर्दैछु। कुन बारको व्रत बस्नाले हामीलाई कस्तो फल मिल्छ त सुन्नुस् है। जस्तो तपाईले आइतबारको व्रत बस्नुभयो। आइतबार हामी कसको व्रत बस्छौं? रवि यानी कि सूर्य भगवानको नाममा व्रत बस्छौं। आइतबारको व्रत गर्नाले राम्रो स्वास्थ्य र मान सम्मान यसको प्राप्त हुन्छ है। आयु र आरोग्यता प्राप्तिका लागि हामी आइतबारको व्रत बस्ने गर्छौं। हाम्रो जन्म कुण्डलीमा सूर्य ग्रह मजबुत होस् भन्नका लागि पनि हामीले आइतबारको व्रत बस्ने गर्छौं। त्यसैले राम्रो स्वास्थ्य, मान सम्मान, प्रतिष्ठा, यश कीर्ति प्राप्तिका लागि आइतबारको व्रत बस्नु एकदमै राम्रो हुन्छ। अब सोमबारको पालो। सोमबारको व्रत किन गर्ने? मानसिक अशान्ति जसलाई छ, एकदम धेरै रिस जलाई उठ्छ, रिस क्रोधबाट मुक्ति प्राप्तिका लागि पनि सोमबारको व्रत बस्न सकिन्छ। सोमबारको व्रत भन्ने बित्तिकै भगवान शिवजीको अथवा चन्द्रमाको व्रत गर्न सकिन्छ। सोमबार मानसिक अशान्ति एकदम धेरै छ, मानसिक रूपले तपाई एकदम धेरै अशान्त हुनुहुन्छ, कृपया सोमबारको व्रत प्रारम्भ गर्नुहोस्। सोमबारको व्रत गर्नाले तपाईलाई मानसिक शान्ति पनि मिल्छ, क्रोध आदिबाट पनि मुक्ति प्राप्त हुन्छ। मंगलबारको व्रतको कुरा गरौँ। मंगलबार भन्ने बित्तिकै मंगल ग्रहको पनि व्रत बस्न सकिन्छ। फेरि आइतबार भन्ने बित्तिकै सूर्य ग्रहको व्रत हैन, सूर्यको हैन, किनभने ग्रहका राजा सूर्यको भयो। सोमबार भन्ने बित्तिकै अब चन्द्रमाको भयो, भगवान शंकरको पनि भइहाल्यो। मंगलबार मंगल ग्रहको पनि व्रत बस्न सकिन्छ हैन। मंगलबार भन्ने बित्तिकै भगवान श्री गणेशको नाममा व्रत बस्न सकिन्छ र बजरंगबली हनुमानको नाममा पनि व्रत बस्न सकिन्छ। मंगलबारको व्रत बस्नाले शारीरिक शक्ति तथा आध्यात्मिक ऊर्जा प्राप्त हुन्छ है। हामीले विभिन्न उद्देश्य राखेर मंगलबारको व्रत बस्छौं है। शत्रु वैरी नाश हुन् भनेर पनि हामी मंगलबारको व्रत बस्न सक्छौं। त्यसो त हनुमानको नाममा व्रत शनिबार पनि राख्न सक्छौं, मंगलबार पनि राख्न सक्छौं हैन। अब हामीलाई शारीरिक ऊर्जा मिलोस् हैन, शक्ति प्राप्त होस्, आध्यात्मिक ऊर्जा प्राप्त होस् हैन, शत्रु वैरी सँग जित्न सकियोस् भनेर हामी मंगलबारको व्रत बस्न सक्छौं। बुधबारको व्रत। बुधबारको दिन हामी बुध ग्रहको नाममा पनि व्रत बस्न सक्छौं। विशेष गरी भगवान श्री गणेशको नाममा बुधबारको दिन व्रत बस्ने गरिन्छ र तेज बुद्धि र हामीलाई व्यवहारिक लाभ, सुख लाभ, धन लाभ प्राप्तिका लागि पनि हामी बुधबारको व्रत बस्न सक्छौं। विशेष गरी बुद्धि हैन, बुधबारको व्रत बस्नाले हाम्रो बुद्धि तेज हुन्छ। तेज बुद्धिका लागि हामी बुधबारको व्रत बस्न सक्छौं। अब बिहीबारको पालो। बिहीबारको व्रत हैन, बृहस्पति देवको व्रत बस्न सकियो हैन। त्यसैगरी भगवान श्री हरि विष्णुको नाममा व्रत बस्न सकियो है। तपाईलाई कुनै पनि कार्यमा रुकावट आइरहेको थियो, कुनै पनि हिसाबले संकट छ तपाईको जीवनमा, कुनै पनि काममा बाधा अडचन आइरहेको छ भने तपाईले बिहीबारको व्रत बस्न सक्नुहुन्छ। विशेष गरी धार्मिक कार्यमा पनि सुख शान्ति मिलोस्, धार्मिक लाभका लागि पनि हामी बिहीबारको व्रत बस्न सक्छौं। केराको पूजा गर्न सक्छौं, विष्णु भगवानको पूजा गर्न सक्छौं हैन। जसरी गरे पनि बिहीबारको व्रतबाट मानसिक शान्ति पनि मिल्छ, आध्यात्मिक शान्ति सँगसँगै हैन भौतिक सुख शान्तिका लागि पनि हामी बिहीबारको व्रत बस्न सक्छौं। अब शुक्रबारको कुरा गर्ने भने सन्तोषी माताको नाममा व्रत बस्न सकियो, माता लक्ष्मीको नाममा व्रत बस्न सकियो। जीवनमा धन धान्यले भरिपूर्ण होस्, जीवनमा आर्थिक पक्ष सबल होस् भन्नका लागि हैन, अभावमा बाँच्नु नपरोस्, अभावमा पिरो लिनु नपरोस् हैन, जीवनका सुख अरु सबै प्राप्त हुन् भन्नका लागि हामी शुक्रबारको व्रत बस्न सक्छौं। त्यसैगरी शुक्र ग्रहको नाममा पनि शुक्रबार व्रत बस्न सकिन्छ। अब पालो आयो शनिको। शनिबारको व्रत। शनिबार भन्ने बित्तिकै शनिदेवसँग जोडिने कुरा भयो है। कर्मका फलदाता, न्यायका फलदाता शनि को व्रत शनिबारका दिनमा गरिन्छ। विशेष गरी जीवनमा आइपर्ने शारीरिक कष्ट र दुःखबाट मुक्ति प्राप्तिका लागि भनेर दुःख पीडा कष्ट दूर भएर जाउन् भन्नका लागि शनिबारको व्रत बस्ने गरिन्छ। जुन हैन जसले कर्म गर्छ सही कर्मको सही फल मिलोस् भन्नका लागि पनि हामी शनिबारको व्रत बस्न सक्छौं। शनिदेवको उपासना गर्ने हो, सूर्यका पुत्र शनि है। हामी पूजा प्रार्थना आराधना गर्न सक्छौं यो सवालमा। आइतबारबाट सुरु गरेर मैले शनिबार ल्याएर यो भिडियो सकेको छु। आजको भिडियो कस्तो लाग्यो? कुनै क्रिया प्रतिक्रिया भए कमेन्टमा आफ्ना कुराहरू लेख्न नभुल्नुहोला। अहिले बिदा माग्छु। कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। बिदा पाउँछ।